ए रुपा रुपा हजुर खै यता आऊ त अम्बा लाग्नु पर्यो एकैछिनै म आइहाले बुढो लिनु छ बस न रुपा तिमीले मलाई कति धेरै माया गर्छौ है हजुर पनि गर्नु परेन त आफ्नो प्राणभन्दा प्यारो मान्छेलाई सबै यस्तै माया गरेर है मेरो दिलकी रानी मलाई त यस्तो लाग्छ सम्भव भएसम्म हजार जीवसम्म म तिम्रै बनिराख्नु ल हजुर पनि कल्पनाकै संसारमा डुब्न लाग्नु भयो त गाडी छुट्न लागिसक्यो जानु पर्दैन ए हो त है म त कस्तो कल्पनाकै संसारमा डुब्न थालेछु म जान्छु हस् राम्ररी जानु ल अनि आज फर्किन भ्याउनुहुन्छ कि नाइ बुढो खै हेरौँ आज काम सिद्धियो भने आजै फर्किन्छु नत्र भने भोलि अलि छिटै गरेर आउनु पर्ला हस् चस्मा लिनु बुढो ल ल राम्ररी बस्छ न होइन रुद्र बिहान भने त कता हिँड्न लाग्छ ए गोठेबा हजुर पो हेर्नु न सदरमुकामसम्म जाने काम थियो त्यही भएर हिँडेको म त ए सदरमुकाम पो जानु लाग्यो त्यसो भए तैँले एउटा काम गरिदिनु पर्यो मेरो एउटा काम मात्र किन दुईवटै गर्नु पर्यो नि गरौँला नि गोठेबा के काम हो त्यस्तो भन्नुहोस् न रुद्र तँलाई थाहा छँदैछ म धनको रोगी छु औषधि सकिएको छ मलाई औषधि ल्याइदिनु है ल भइहाल्छ नि गोठेबा हजुर ढुक्क आउनुहोस् म लिएर आइदिन्छु हजुरलाई औषधि है ए ल ल अनि पैसा आजै लैजान्छस् कि औषधि लिएपछि भोलि लैजान्छ पर्दैन गोठेबा अहिले पैसा दिनु औषधिले के कति पर्छ भोलि औषधि ल्याइसकेपछि नै मिलाउला नि है ल अहिले लाग्छु म ल कहाँसम्म हो चिटिक्क भएर यति बिहान बिहान ओहो बिरे बाबु तपाईँ पो के गीत गाएर हिँड्नु भयो त्यस्तो के गर्नु त भाउजू जीवनको भित्री कुरा बुझ्दिने मान्छे कोही नहुँदा कहिलेकाहीँ यस्तो गीत गाएर पनि चित्त बुझाउनु पर्दो रहेछ के हो बाबु यतिको उमेरमा पनि कसैले पत्याएनन् कि क्या हो भन्न नहुने बेटा साह्रो जीवनको बेटा बुझिदिने तपाईँ मात्रै त हो दाइ साथमै एक दिन मौका मिल्यो भने 100 दिन कुर्नुपर्छ बाबु पनि जहिले जिस्किनुहुन्छ जिस्केको होइन भाउजू साँच्चीकै भनेको आज दाइ सदरमुकाम जानुभएको कुरा सुनेको छु लौ न यसो ताजो बाजो मिलाउनु पर्यो त्यस्तो भएको छ है बिचरा आज हजुरको दाइ घर आउने कि नआउने म कल गर्छु त्यसपछि हजुरलाई खबर गर्छु नि ल ल भाउजू जसरी पनि है मगाला के हो राति आजसम्म म नमरेको के ढेनाला रहेछ यो आजकलको आइमेको चर्तिकाला होइन बिरे दिन डाँडे अर्काकी सुहानीसँग नारिएर बस्ने तँलाई लाल लाग्दैन ल गोठेबा पनि कहाँ नारिएर बसेको र तपाईँ पनि त्यतिकै नराम्रो सोच्नुहुन्छ सुन बिरे हुन त तेरो बेला नै यस्तै हो अलिकति जोगेर हिँडै फेरि लास्टमा पछिदाउनु पर्ला नि हुन त अचेलका केटाकेटी यस्तै हो राम 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 के हेर्नु पर्छ यो आँखाले होइन हो गोठेबा किन एक्लै बडबडाउँदै हिँड्नु भएको हो र अब के हुनु नि त्यो रुद्रको बुढी र त्यो बिरेको केही लसक कस्तै छ
आज बाटोमा नारिएर बसेको थिएँ मेरो यही आँखाले देखेको ए यो के भन्दै हुनुहुन्छ गोठेबा तपाईँले? मेरै आँखाले खुद देखेको कुरा पनि कोही असत्य होला त खै रुद्र राईको बुढी त त्यस्तो होलिन् जस्तो लाग्दैन थियो मलाई। अब मान्छेको अनुहार हेरेर उसको नैतिकता बुझ्न कहाँ सकिँदो रहेछ र संसार बिचिरै छ। हेलो म यतिकै बस्दै खाएको छैन, अब एकछिनपछि खानु पर्ला नि। भन्नुहोस्। ए हो र, ल ल हुन्छ। हेलो रूपा भाउजू, बाबु कता हुनुहुन्छ हजुर? म यतैतिर छु। अनि तपाईँ चाहिँ कता हुनुहुन्छ नि? म घरमै छु। सुन्नु न, आज दाइ नआउने रे, अहिले एकछिनमा हजुर आउनु न ल। ए हो र भाउजू, म कुडेर आइहाल्छु नि तपाईँसँग लडीबुडी खेल्दै जुत्नलाई। ल ल यसो हेरेर आउनु नि ल, फेरि भित्र पसेको कसैले देख्ला नि। ल ल भाउजू, तपाईँ टेन्सन नगर्नुहोस् न, म जुगेर आइहाल्छु। ल ल अहिले फोन राखेँ है। तेरिका खाना पकाउनु कति टाइम लगेको? जानु पर्यो त के हो भाउजू, खाना पकाउनु कति टाइम लाग्यो? कति हतार पिसियो। तपाईँ पनि कति हतार गर्नुहुन्छ? पहिला खाना त खाउँ, त्यसपछि पुरै रात हाम्रो त होइन। छोड्नुहोस्। तिमीलाई सुनाएपछि छोड्नै मन लाग्दैन। ठिकै छ, एकचोटि कति हात दिएको कि अहिले दिन्छु कि। नरिसाउनु ल, भनेको त मानु न, अहिले दिन्छु भनेकै छु त। ल ल कति मिठो तरकारी, तिम्रो त हातै मिठो या डाली। खुब फुर्काउन जानु भएको छ नि है? कसम साँच्चीकै भनेको, सधैँभरि तिम्रो हातले पकाएको खानु पाएँ कस्तो हुन्थ्यो होला। तर के गर्नु, अर्कोको श्रीमती पऱ्यो। हेर न, मर्दा भएर कस्तो कुरा गरेको। तपाईँले आफ्नो भयो भने के थाहा, सधैँभरि म तपाईँकै पनि त हुन सक्छु नि। के भयो, डर लाग्यो? डर लाग्ने कुरा गरेपछि डर लाग्दैन त? साँच्चै भन त, दाइ त्यति राम्रो हुँदा हुँदै मसँग किन लागेको? हेलो, खाएँ। हुन्छ, हजुरले चिन्ता गर्नु पर्दैन। ल ल हस्। ल अब सुत्नुपर्छ, सुतौँ। अनि खाना नखाने? अरे यार, यस्तो रमाइलो मुडमा खाना बिचमा नल्याउन। जाउँ यार। एकछिन ल, म ड्रेस चेन्ज गरेर आउँछु।